साथी नै छ है। सो हेलो नमस्ते वेलकम ब्याक टु माई मेन भ्लग। सो अहिले भने चाहिँ जाँदैछु सिलगढी। सो किन गएको भन्ने कुरा तपाईँलाई थाहा भएको कुरा, घरको सामान ल्याउनु पर्ने छ नि त मेरो चाहिँ, अनि त्यही भएर म र बाबा जाँदैछु अहिले है। अन्त अस्ति आधी लिएको थियो होइन, टर्नको हिसाबले दिँदो रहेछ, फेरि ओभरलोड बोक्यो भने त्यो है, अनि त्यही भएर चाहिँ आज फेरि हामी जाँदैछौँ होइन। सो अब चाहिँ 5:30 भइसकेको छ, गाडी चाहिँ आउँदैछ अरे, माथि सामान निकालेर हामी चाहिँ अब चाहिँ निक्लिनु पर्ने हुन्छ नि त रोडमा। सो हेर्दै गर्नुहोस् होला आजको भिडियो, म कहाँबाट के सामान ल्याउँछु, किनभने तपाईँलाई पनि सजिलो पर्छ भोलिपर्सि होइन। अनि किनभने अब यहाँको र त्यहाँको चाहिँ अब के अरे डिफ्रेन्स चाहिँ कति बेसी हुन्छ होइन। अनि आफूलाई आफ्नो घरबाट त पैसा सेभिङ भए पनि ठिक लाग्छ नि त। अनि त्यही भएर चाहिँ मैले पनि तपाईँहरूसँग सेयर गरेको छु, भोलि चाहिँ रेटमै भन्छ तल चाहिँ, अनि उठाउनु चाहिँ सक्नुपर्छ, त्यति नै हो होइन। सो हेर्दै गर्नुहोस् होला। फिलहाल चाहिँ हामी निक्लि पनि सकेको छौँ। आमा चाहिँ अघि उठेर है चियासार बनाइदिनु भएको थियो। आमालाई त त्यति नै हो, टेन्सन हुन्छ नि त टाढो बाटो हिँड्दा। म चाहिँ यहाँ छु। अब चाहिँ भने हामी निक्लिसकेको छौँ, गाडी अघि आइसकेको छ, सामान लोड गरिसक्नु भएर पनि बाबा पनि बस्नु भइसक्यो होइन। एउटा दुइटा सामान फर्काउनु थियो नि त हाम्रो, त्यही भएर चाहिँ अनि पर्सनल कामले पनि गर्दाखेरि गएको है। जोरथाङ टु मल्लीको बिचमा हाम्रो सिएमसँग गाडी पनि पास आउट हुँदै रहेछ होइन। अनि किन आज चाहिँ क्रिसमसले गर्दाखेरि नि अहिले त्यो पुरा उयो भइराखेको छ नि त। अनि अहिले भने पेट्रोल पम्पमा हामी चाहिँ है अनि पनि पुगेर चेकपोस्ट पनि क्रस भएर खाजासाजा खानुपर्टि लाग्यो। खोलाको छेउमा बिल्डिङ बनाएको देखेर म त अचम्मितै, किनभने भोलिपछि खोलाबाट तपाईँलाई याद भएको कुरा हो होइन। अनि एकदमै तातो पुरी चिया खाएर चाहिँ निक्लेको, रेलगेटमा फेरि ठक्कै जाम होइन। अनि यस्तो लामो जाम लाग्छ, फेरि तपाईँलाई थाहा भएको कुरा, जबसम्म ट्रेन नआइपुगिकन पास आउट नभइन्जेलसम्म चाहिँ यति बेसी जाम हुन्छ होइन त्यसै पनि। अनि त्यही भएर चाहिँ हामी यहाँ बसिरहेको थियौँ। अब चाहिँ त्यही हो, घिस्रिँदै जानुपर्ने जामले गर्दा। फिलहाल चाहिँ हामी दोकान पनि लगभग पुग्नै आँटिसकेको छौँ, सिलगढी एन्टर भइसकेर पनि होइन। अनि तपाईँले सोच्नुहुन्छ दोकान कहाँ गएको भनेर, दार्जिलिङ मोडपट्टि है गीताञ्जली हार्डवेयरमा जाँदैछौँ हामी चाहिँ, किनभने त्यहाँ चाहिँ तपाईँले भनेको जस्तो पानीको सामानहरू, इलेक्ट्रिकको सामानहरू सबै पाउनुहुन्छ एकदमै रिजनेबल रेटमा, चियाको साथमा होइन। अनि तपाईँले लोकेसन पनि देख्नु हुँदै होला है। अनि यो चाहिँ हो गीताञ्जली स्टोर है। अनि यहाँ चाहिँ तपाईँले सबै सामान एकदमै राम्रो क्वालिटीको पाउनुहुन्छ, किनभने अब होलसेल रेटमै हामीले चाहिँ पहिलादेखि लाने गर्छौँ नि त यहाँबाट सामान। अनि त्यही भएर चाहिँ हामी आज यहीँ आएको, किन एउटा दुइटा सामान एक्सचेन्ज पनि गर्नु थियो, प्लस सामान थपेर लिएर जानुपर्ने, साथमा चिया पनि हामीलाई अर्डर गरिदिनु भयो है। तपाईँको टाइम पनि भइसकेको छ, खानासाना खाइसकेर सब डल्लै काम सकेर चाहिँ अहिले भने हामी चाहिँ गाडीमा पसिसकेको छौँ एमबी ग्यारेजमा है। अनि तपाईँको 2 बजिसकेको छ। मेरो भ्लग पनि गर्नु पाएन कति कुराले गर्दाखेरि। अहिले चाहिँ भने हामी घरतर्फ निक्लेको। जाम चाहिँ अब सिभोकको 1300मा यस्तो जाम लागिरहेछ कार्पेटिङले गर्दाखेरि है। फिलहाल चाहिँ हामी आइपुगिसकेको छौँ सोरेङ होइन। रात पनि परिसकेछ, लामै बाटोले गर्दाखेरि सामानको बेसी लोड छ नि त। अनि सामान अहिले चाहिँ अनलोड हुँदैछ। सो सिलगढीमा चाहिँ आफैले सामान छानेर लिएको जस्तो मिल्दैन है। मेरो पर्सनल कामले पनि गएको, म चाहिँ होइन लास्ट थाकेँ गाइस। अब चाहिँ किनभने घर बनाउनु सजिलो चाहिँ रहेन रहेछ, किन सानो कुराहरूले गर्दाखेरि धेरै के हो महत्त्व बुझिँदो रहेछ। सो आजको लागि भिडियो यति नै हुनेछ। सो हेर्दै गर्नुहोस् होला, भेटौँ है त नेक्स्ट भ्लगमा। सो बाई।